धन्यवाद उद्घोषकज्यू। उपस्थित आदरणीय मेरा अग्रजहरू, दिदी, बहिनी, दाजु, भाइहरू सबैमा मेरो नमस्कार। अब म एउटा सानो लघु वित्त कथा भन्दैछु, कृपया ध्यान दिएर सुनिदिनु होला। यो कथामा चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरूले सुन्नुभएको छ, कर्मको फल मिठो हुन्छ, जस्तो कर्म गर्यो त्यस्तै हुन्छ। एउटा गरीब आइमे थिरे। त्यो आइमे चाहिँ दाउरा काट्न जङ्गल गएको थियो अरे। दाउरा काट्न जङ्गल जाने बेलामा एउटा सुगा चाहिँ लडिरहेको थियो अरे। त्यो लडिरहेको सुगालाई देखेर उसले घरमा ल्याएछ अरे। घरमा ल्याएर हेर्दा त त्यो सुगा त रगताम्मै भएर एपेक 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 भनेर पानी देऊ भनेको जस्तै गर्दै थियो अरे। अनि त्यो सुगालाई अनि पानी खुवाएर अनि उसको घाउमा मलमपट्टी गरेर अनि उसलाई राम्ररी हेरचाह गरेर उसको त्यो घाउ निको हुने गरी उसले चाहिँ त्यो सुगाको देखभाल गरेछ। अनि त्यसपछि त्यो सुगा चाहिँ एक दिन सबै निको भइसकेपछि उडेर गएछ है। अनि बिचरा अनि ऊ चाहिँ घाँस दाउरा गर्न गएको बेला सुगा उडेर गएछ। आउँदा त घाँस दाउरा लिएर आउँदा त सुगा थिएन, ऊ निराश भएछ। तर अब सुगा त उडेर गइसक्यो। अब के गर्ने त भनेर ऊ आफ्नै कामकाजमा लाग्न थालेछ। ऊ आफ्नो खेतीको काम, आफ्नो घाँस दाउरा वस्तु भाउलाई हेर्न थालेछ है। एक दिन त उसको एउटा चराले एक दिन त उसको आँगनमा आएर एउटा अनारको दाना फ्यालेछ। अनि त्यो अनारको दाना फ्यालेछ है। अनि त्यो अनारको दाना चाहिँ टिपेर उसले रोपेछ। त्यो अनार चाहिँ अनि 1 वर्ष 2 वर्ष 3 वर्षपछि चाहिँ ठुलो भएर त्यहाँ अनारमा फल लागेछ। त्यो फलले त है, त्यो फलभित्र त हेर्दा त त्यो फल फुटाएर हेर्दा त सबै हिरा मोती सुन चाँदी भेटिएछ। अनि अन्त्यमा त के हो, कसरी त्यस्तो भयो भन्दाखेरि त्यही सुगा आएर अनार चाहिँ हिरा मोती फल फल्ने अनार चाहिँ त्यो गरिब महिलाकोमा ल्याएर छोडिदिएछ। त्यही भएर कर्म अनुसारको फल पाइन्छ भन्ने कुरा